नमस्ते नमस्ते भन्न चाहन्छु यस समय मैले चाहिँ एउटा सानो भिडियो बनाउन लागिरहेको छु। तपाईँहरूलाई कस्तो लाग्छ? जस्तो लाग्छ त्यस्तो कमेन्ट गर्नुहोला। मलाई चाहिँ यो 2083 साल धेरै नरमाइलो लागिरहेको छ। तपाईँहरूलाई चाहिँ कस्तो लागिरहेको छ कुन्नी? पछि मेरो भिडियो सबै हेरिसकेसमा चाहिँ तपाईँहरूले मलाई आफ्नो जानकारी कमेन्ट मार्फत गर्नुहोला भन्न चाहन्छु। किनभने 81-82 साल त्यस्तो मान्छेको जताततै एकले अर्कालाई इबी गरेर एकले अर्कालाई घमण्ड गरेर तहस-नहस बनाएर सम्पत्तिको आडमा मान्छे मारेका कुराहरू 81-82 सालतिर त्यस्तो थिएन। मात्र बाढी पहिरो र जुनै भूकम्पहरूमा चाहिँ मान्छेहरू यसरी भग्नावशेषमा परेर मरिरहेका थिए भने यो मान्छेमा कुटाकुट, मान्छेमा मारपिट, आफ्नो परिवारमा पनि विश्वास गर्नबाट मन मरेर जाने, माया ममता मन मरेर जाने र यसको जोगमा श्रीमानले श्रीमतीलाई, श्रीमतीले श्रीमानलाई, बाउले छोरालाई र छोराले बाउलाई हरेक काण्डहरू आइरहेको देख्दाखेरिमा धेरै दुःख लाग्छ। किनभने आज मान्छेहरूलाई दयाको प्रेम, सद्भाव र मान मर्यादा हटेर गइरहेको छ। तपाईँहरूलाई कस्तो लाग्छ? किन हटेर गयो होला? किन आजकल यस्तो द्वन्द्व षड्यन्त्रहरू फैलियो होला? तपाईँहरूले कहिले महसुस गर्नुभएको छ? थाहा पाउँदै हुन्न भन्दै पनि र म त्यस्तो छैन भन्दै पनि आफै फेरि त्यही अवस्थामा पुगेका हुन्छन्। भने किन त्यो अवस्थामा पुग्छन् भनेदेखि चाहिँ मान्छेमा संसारले सानो बनाइदिएपछि मान्छेहरू डिप्रेसनमा पर्न थाले। ताकि मोबाइलमा हरेक कन्टेन्ट हेर्दै मोबाइलमा विभिन्न थरीका इन्टरटेनमेन्ट हेर्दै अनि आफू पनि त्यही सिकारु बन्न पुगे। र आज एक फलानाले ढिस्कानाले के गरे होला, मान्छे भरे यस्तो किन गरे होला भन्नुहुन्छ, तर लास्टमा आफै पनि त्यस्तो अवस्थामा पुगेको छ। जसले नेपाली ब्रो भनौँ या नेप्रा ब्रो भनौँ, उसको कारणले गर्दा आज सबै मान्छेले झनै बढी 1 महिना 2 महिना 3 महिना जुन नेपाली ब्रोको घटना सिलाउन नपाउँदै त्यस्तै घटना झन् थपिँदै गइरहेका छन्। भनेपछि चाहिँ म चाहिँ के भन्न चाहन्छु भने सरकारले यो फाँसी दिने जुन तपाईँको चलन ल्याएको छैन, जुन फाँसी दिने नियम बनाएको छैन भने, यदि यस्तो नियम बनाइदिएको हो भने फलानाले मान्छे मारेको कारणले गर्दा फाँसी दियो भन्ने बित्तिकै अब म पनि फाँसीमा पर्छु होला, मलाई पनि फाँसी दिन्छ होला भन्ने सोच गरेपछि घटनाहरू सायद घट्दै थियो होला र सिलाउँदै जान्थ्यो होला। केही गरी मान्छेमा रिसिभी हुन थाल्यो भने पनि यो मार्नैसम्म चाहिँ हदैसम्म चाहिँ जान्थेनन् होला। आफूलाई कन्ट्रोलमा राखेर यसलाई मैले यतिमै सिद्धाइदिएँ भने त फेरि म पनि फाँसीको फन्दामा परेर म पनि सिद्धिन्छु भन्ने डर त्रास त हुन्छ नि, होइन? त्यही भएर तपाईँ हामी यो सजग रहनुपर्छ। आफू पनि सजग रहौँ र अरूलाई पनि सजग रहौँ भन्नको लागि चाहिँ हामीले त्यो कुरालाई यथावत लिएर हामी आफूले सम्हाल्ने कोसिस गर्नुपर्छ।
र सबै कुरोको निर्मूल औषधि उपचार गराउँदा मान्छेहरू शान्त समयमा स्वभावमा हुन्छन् भने डिप्रेसनले मान्छेलाई कतिखेर कुन नियतमा पुर्याउँछ भन्ने कुरो थाहा हुँदैन। त्यस कारण चाहिँ हामीले आफ्नो स्वास्थ्यको लागि चाहिँ हामीले डक्टरको सल्लाह लिएअनुसार हामीले अनुगमन गरिरहनुपर्छ भन्ने चाहिँ लाग्छ मलाई। यति भन्दै मैले 2-4 शब्द यसरी राखेको छु। तपाईँहरूको मेरो भिडियो मार्फत कमेन्टको आशा गर्दै बिदा हुन चाहन्छु। हस्त नमस्ते।